Hello guys, Namaste, welcome back to my YouTube channel. हजुरहरु पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अहिले चाहिँ मर्निङको यस्तै कति बजे छ भनेपछि 7 बज्न लागिसकेछ। 7 बज्न 20-25 मिनेट छ। म चाहिँ अहिले यहाँ पछाडी किचनमा हो। नानीहरुको लागि चाहिँ बिहानको ब्रेकफास्ट खानको लागि किचनमा पकाउन आएको। हिजोको रातिको पानीले देख्नुभयो। हजुरको घरतिर पानी परेको भएन। हाम्रो यहाँ त दिउँसो पनि डेन्जर पानी परेको थियो, राति पनि डेन्जर ठुलो पानी परेको थियो। हेर्नुस् न यहाँ रातभरि बिहानसम्म परेको भए सायद बिउ राख्न मिल्ने त हुने रहेछ। धान के भन्छ के अरे रोप्ने बेलामा पानी आउने हो कि हैन। अहिले चाहिँ पानी चाहिँ डेन्जर आइरहेछ। जो दिनमा एक दिन बिराएर त आइरहेछ पानी। यहाँ चाहिँ हाम्रो कुखुराहरू बिहान बिहानै दाना खान होला नि, त्यो गनेउलाहरू। मेरो मर्निङको सुरुवात चाहिँ यस्तै नै जान्छ। खानासाना पकाउने, खाना त अहिले पकाउन, किनकि के भन्छ के अरे नानीहरूलाई चाहिँ नास्ता खुवाउने, तिनीहरूलाई रेडी पार्ने। आज तिनीहरूको स्कुल छ। हिजो चाहिँ स्कुल छुट्टी थियो, आज चाहिँ स्कुल हो। आज फ्राइडे पनि। तिनीहरूलाई चाहिँ खुवाइ पिलाइ गएर ड्रेस लगाएर फेरि स्कुल छोड्न जानुपर्छ। मेरो बिहानको रुटिन चाहिँ त्यही नै हुन्छ कि बच्चाहरूलाई उठाउने, पिलाउने र खुवाउने र स्कुल छोड्ने हुन्छ बिहानको रुटिन चाहिँ मेरो। दिउँसो फेरि त्यो ल्याउने, पढाउने, त्यही त हो। पा भ्याएको त कस्तो कर भाइ। अहिले चाहिँ यहाँ म चाउचाउ बोइल गर्दै, नास्ता पनि रेडी भइसक्यो। चाहिँ म छोरीहरूलाई चाहिँ दिन गइरहेको छु। सानो उठा कान्छु, पिर्जो। अब चाहिँ म जान लागेको स्कुल। रुमाल कान्छु, पिर्जो लग रुमाल। अब हामी कहाँ जान लागेर कान्छु रेडी भयो न। यता हेर्नु सानो उहाँ हुन्छ मेरो ठुलो छोरी। सानो छोरी रेडी भइसक्यो नि जाने स्कुलमा बेबी। त्यही मम्मीलाई अब हामी जान लागेको कान्छु कहाँ अरे स्कुल। स्कुलमा गएर धेरै पढेर आएको छैन है। कान्छु यहाँ सुन मम्मीलाई, स्कुलमा गएर धेरै पढ्छ पर्दैन? कति पढ्ने? बच्चाहरू चाहिँ स्कुल जान रेडी भइसक्यो। अब चाहिँ म घरमा चाहिँ कोही पनि हुन्न, सासू ससुरा पनि हुन्न। ससुरा जानुभयो गाउँतिर, सासू चाहिँ जानुभयो यता गाउँमै एकजना बाजे बित्नु भयो नि, त्यहाँ जानुभयो। त्यसैले चाहिँ घर चाहिँ बन्द गरेर जानु पर्ला स्कुल नानीहरूलाई छोड्न। स्कुलदेखि भर्खर आइपुग्यो। के गर्ने म कान्छा भएको गर्थेँ आँप खोज्न। आँप त खसे हेर्नु, तर यो पाकेको छैन, त्यही पनि म एकचोटि टेस्ट गर्छु। अब चाहिँ म खाना पकाउन लागेको। यहाँलाई छोडेर आएपछि खाना पकाउन पर्ला सोचेको थिएँ। कुहिएको छ आँप, फेरि बेसरी मनपर्ने। कुहिएको छ्या सबै कुहिएको मात्रै छ। अब चाहिँ सब्जी पकाउनु लागि बारीमा यसो आएको। हेर्नुहोस् त हाम्रो खुर्सानी कस्तो दामी भयो। अर्ग्यानिक खुर्सानी आफ्नै बारीको। आज चाहिँ यसो घिमिलाको सब्जी खाइदिउँ भनेको, सब्जी छैन क्या। यस्तो सानो बत्ला मात्रै खाएँ छैन घिमिलाको झ्याङ। त हामीले त अहिलेसम्म कति खायो घिमिला। त्यही पनि दाल नपकाउने, त्यही घिमिलाको सब्जी र भात चटनी खाम भनेको रे। म त घिमिलै देख्दैन त, सबै बत्ला मात्रै खाँ।
अलिकति टिपेर राखेको यहाँ आएछ एउटा यहाँ भेटाएँ अर्को चाहिँ कतै छ कि आलु बिना क्या मिठो हुन्छ नि घेम्दा यसो हेरेको कतै छ कि भनेर खासै नै सबै बत्ला बत्ला मात्रै रहेछ चाहिँ यहाँ 3टा छ घेम्दा टिपिसकेँ अब चाहिँ यसमा चाहिँ 2-3टा आलु मिसाउन पर्यो त्यसपछि सब्जी बन्छ आज फेरि अलिक सन्चो नला जस्तो भयो मलाई म चाहिँ अब सब्जी पाकिसक्यो भात पनि पाक्यो भनौँ अब लगभग सिटी लाग्न मात्रै बाँकी छ अब चाहिँ म यहाँ चटनीको लागि पुदिना टिप्न गइरहेको छु पुदिना चाहिँ गरममा खानुपर्छ कि जे होस् शीतल हुन्छ पुदिना खाने बारीको शीतल हुन्छ पुदिनाको चटनी खायो भने हुन्छ ऐ चक्कर लाग्दा जस्तो भयो हाम्रो चाहिँ यहाँ बिउ राखिसकेको छ अरूले पनि राखेको छ उता उता यसरी बाँडेर राखेको छ बिउ हामीले फेरि यसरी आमा खाना पाक्यो भने खाने खाना के मैले एउटा रोटी खाएको चक्कर लाग्यो जस्तो भएको बिहान उल्टी हिजोको दुध र घिउले ग्यास्ट्रिक बनाएँ के बनाएँ खानामा लाएर खाएको तातो त भएको हाम्रै मरेन त्यो त कतिचोटि वाग्यो त्यो भएर कस्तो भो चक्कर लाग्यो पैसा टिफिन पनि त्यो फलफुल लगाएर अलिकति केरा लगा पैसा दिएको के अरे अब त्यो म त भन्ने यो चाहिँ सानो केले त देखेन पैसा त्यसलाई अहिले जाँदाखेरि दिउँला अन्त रेडी भइसक्यो अब चाहिँ यो चटनी मैले गरेर पाक्यो लाइनै छैन नि हो गाई अब सिलौटामा पिन्न पर्ला घोसा गर्दै लाइन छैन लाइन कति काटेको र आज बिहानैबाट काटे मेरो चाहिँ खाना रेडी भइसक्यो अब चाहिँ म खाना खान्छु ल साथीहरू भिडियो चाहिँ मैले कन्टिन्यू गर्न पाएन किनकि मलाई एक्कासी खाना खाँदा खाँदा के भयो चक्कर लाग्यो अब चाहिँ म एकछिन रेस्ट गर्छु रेस्ट गरेपछि कस्तो फिल हुन्छ के अरे रेस्ट गर्छु रेस्ट गरेपछि अलि सजिलो भयो जस्तो अलि केसलाई अलि हेल्थलाई राम्रो भयो मतलब सुधार आयो भने भिडियो कन्टिन्यू गर्छु नत्र चाहिँ के भिडियो चाहिँ के अरे यति नै इन गर्नु पर्ला भन्ने सोच्दैछु के अरे भिडियो चाहिँ के अरे हजुर चाहिँ म एकछिन रेस्ट गर्न लाग्यो साथीहरू घाम यस्तो लाहा आफूले आँप खाने भनेर गाई आँप किनेको आँप चाहिँ खास चाहिँ राम्रो नभए मुर्दाले हामीलाई ठगेछ कि त्यस्तै के भन्छ के अरे राम्रो आँप हो भनेर आइपुग्यो सानो मम्मी
कस्तो आम अमिला यहाँ हजुर कोही गुलिया कोही अमिला म त आँप त खाने बेलै भएन र यो बजारको आँप चाहिँ कस्तो आँप सुइहालेको आँप के जस्तो खानामा लाएर किनेको ठिकहरू होइन चाहिँ यस्तो ठगेछ हामीलाई राम्रो आँप एकदम मिठो छ भनेर किने है त्यो नमिठो अमिलो के गर्ने आँप मनपर्छ सिजन अनुसारको खानु लाग्छ अहिले चाहिँ म अलि रेस्ट गरेर उठेको त अलिक के चक्कर लाउन अलिक कम फिल भएर नानीहरू पनि छोरा लिएर आएँ र अहिले आँख खानु लाग्यो छोरी मिलेर एउटा फेरि बजा नाच्ने फेरि एउटा बजाको माइत जानुभएको बजामा अलिक सन्चो हुन्न बजामाले हेर्न ठुलो छोरी र म चाहिँ यहाँ आँपको मजा लिँदै गरिन् मजा हेलो न हामी एक दुई ग्यास एक्लै खान्छ दिन लाग्यो यसलाई मम्मीलाई मम्मी त लोबिनी खायो फोहोर मैला आउने गाडीमा दियो नि फोहोर नि त्यो चाहिँ गर्मी भएर म नखानु को नि त्यहाँको बाबा डेली हो सधैँ अन्त गर्मी मन लाग्छ पो जल्छ त्यही त कहिले त्यो मैलाको गाडीमा यिनीहरूले मैला फाल्दैन नि सधैँ यस्तै हो जलाउने कमिला टोक्यो है कमिलाले टोकेर होला यहाँ त कति खायो यता त्यो कपडाबाट सस लगाएर हे भगवान् त कप पनि लैजाऊ त भित्र चिसो पानी छ ल्याएछ नि घाम मन लाग्यो गर्मी यो पनि राखायो यो के भन्छ थाहा छ नि बन्द गरेर गर्मी घाममा पो ओर्ने हो सुनि खाऊ त्यो भात फ्रिजमा पानी ल्याएछ है यो फुल नि क्या दामी छ नि सर लहराबाट यहाँ गएर जम्मा भयो यिनीहरू यस्तो छ हाम्रो पनि यस्तो हाल्दैन पछि हाल्ने अहिले चाहिँ यहाँ यस्तो तर यस्तो हाल्ने नि काम नहेर्छ नि घाँस लगायो थ्याङ्क यू मेरो सानो छोरीले चाहिँ मलाई काम कति भनेको मान्छ नि यो काम सानो थ्याङ्क यू यता यता हेरेर गर अलि आउँछ ठुलोले भन्दा यो सानोले झट्टै काम मान्छे अब हामी के गर्ने बेबी पढ्ने हो न जिब्रोमा देखाउ त तिम्रो जिब्रो ओ ओरेन्ज माता खै देखाउ त ओरेन्ज माता फेरि ओरेन्ज माताको जिब्रो देखाऊ किन हजुर पनि देखाउ त ससेस माता ए ससेस माता देखाउ त सस मेरो छोरीहरूलाई ब्ल्याकबोर्डै चाहिने भेट्टा भेट्टामा लेख्छ यसरी क ख ग ग ओरेन्ज हो मगाउने हो मिठाई मनपर्छ बेसरी दाँत देखाउ दाँत कस्तो छ ए देखाउ राम्रो दाँत छिटो यहाँ देखाउ यहाँ हजुरको दाँत चाहिँ हेर्न चाहन्छ यहाँ मम्मीको
दोस्तहरूले देखाउनु छ दाँत त फेरि कुहिए गोली माता त गयो पादियो गोली माताले को हो नि गोली माता फेरि साइकल चलाउन पनि आउँछ हो बनको डाँडा पनि आउँछ हजुर डेले के चलाउन आउँछ त बेबी बाइक स्कुटी साइकल कार सबै आउँछ नि डेललाई यता हेर नि डेल खेल्न पनि सक्छ डेले गेम खेल्नुहुन्छ नि बेबी के कुन गेम खेल्नुहुन्छ अरे फुटबल भलिबल ब्याडमिन्टन कुन ब्याडमिन्टन लाउसी सक्छौ कहाँ गयो यसले पनि म त ढले 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 बर्डको गुड ए यो बाजेले पनि कति धुवा गर्ने त नि आजको भिडियो चाहिँ यति नै गाइस गर्मीले लास्ट भयो गर्मी लास्टै बढेको छ भिडियो पनि बनाउन मन लागेन मेरो छोरी उड्छ अरे यसरी नै कस्तो लाग्छ हजुरलाई मेरो भिडियो प्लिज कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला र मेरो भिडियो चाहिँ स्किप नगरी हेरिदिनु ल लाइक सब्सक्राइब गर्न नभुलिदिनु होला गाइस बाई सी यू अगेन यो भिडियो चाहिँ म भोलि अपलोड गर्छु नेक्स्ट ब्लगमा भेटौँ ल